अब मेरो बहिनीको दोषी मेरो परिवारलाई दुःख दिने र मलाई मार्न खोज्नेलाई कुनै हालतमा छोड्दिन डाक्टर साहब। तपाईको आक्रोश बुझ्छु, तर अहिले तपाईको स्वास्थ्य महत्त्वपूर्ण छ। राम अब सदाका लागि मरिसक्यो। अब हामीलाई कसैले मैले सम्पूर्ण रहस्य थाहा पाइसके। अब पहिला तिमीहरू के गर्छौ, कतिसम्म मेरो परिवारलाई दुःख दिन्छौ हेर्छु, अनि मात्र के गर्नुपर्छ मैले जानेको छु। दर्शकबिनहरू, आजको भागले त सबैको होस उडाइदिएको छ। राम मरेको छैन हो दर्शकबिनहरू, जसलाई सबैले मरेका ठानेका थिए त्यो राम अझै जीवितै छ। अस्पतालमा उसको अन्तिम सास बाँकी नै छ भन्ने खबर सुन्न साथ श्रुतिको होस हवास उडेको छ। उसको अनुहारमा फिक्का भएको छ, शरीर काँपिरहेको छ र ऊ आँतिँदै सिधै दुर्गा आमाको कोठामा पुग्छ। श्रुति डर र रिसले मिसिएको स्वरमा भन्छ, दुर्गा आमा अब हामी सक्यौँ, राम अझै जीवितै छ। यदि त्यो बाँचेन भने होइन, बाँचेपछि त हामी मध्ये कोही पनि बाँच्दैनौँ। दुर्गा आमा पनि केही क्षण स्तम्भ हुन्छन्, तर श्रुति त्यतिमै रोकिँदैन। उसको आँखामा डर होइन पागलपन देखिन्छ। ऊ कराउँदै भन्छ, जसरी भए पनि उसलाई आजै मार्नुपर्छ, बरु म आफै मारिदिन्छु। विशाल र विक्कीलाई भन्नुहोस् तुरन्त उसलाई यहाँ लिएर आउन् भनेर। दर्शकबिनहरू, श्रुतिको यो रूप देखेर दुर्गा आमा समेत छक्क पर्छिन्, तर उसले पनि ढिलो गर्दिनन्। उसले तुरुन्तै विशाल र विक्कीलाई फोन गर्छिन् र अस्पताल रातको समय सबैजना निदाइरहेका छन्। विशाल र विक्की चुपचाप अस्पतालभित्र पस्छन् र उनीहरू वरिपरि छन्। कोही देख्दैन। राम बेडमा अक्सिजन लगाएर सुतेको जस्तो देखिन्छ। विशाल भन्छ, आज यसको कहानी सधैँको लागि समाप्त हुन्छ। उनीहरूले रामलाई बेडबाट उठाउँछन् र सिधै श्रुति, मालती र दुर्गा आमाको अगाडि ल्याइ पुर्याउँछन्। रामलाई देख्ने बित्तिकै श्रुति मुस्कुराउँछ। ऊ रामको नजिक जान्छ, रामलाई निकै कुटिरहेको देखिन्छ र मालतीले ऊ मरिसकेको मान्छे, मर्न आँटिरहेको मान्छेलाई त्यसो नगर्नु, बरु सिधै उसलाई हामी खोलामा फ्याल्नुपर्छ भनेर मालती काकी भनिरहेका देखिन्छ। श्रुतिले चाहिँ, तिमीलाई मार्न मैले कति योजना बनाएँ थाहा छ, तर तिमी हरेकपल्ट बाँच्यो। अब भने तिम्रो अन्तिम समय आएको छ। मालती पनि हाँस्छे, दुर्गा आमा पनि गर्वले हेर्छिन्। बिनहरू त्यसपछि पाँचैजना रामलाई बोकेर खोलातिर लाग्छन्। रामलाई बोकेर हिँडिरहेको श्रुति, विशाल, विक्की, मालती र दुर्गा आमा। श्रुतिको अनुहारमा दया छैन, त्यहाँ केवल घृणा छ। ऊ कराउँछ, आज पछि यो नाम कहिले लिने छैन यो संसारबाट। बिनहरू त्यसपछि उनीहरूले रामलाई खोलामा फ्यालिदिन्छन्। खोलाको बहावले त्यो शरीर बगाएर लैजान्छ। श्रुति ठुलो स्वरले हाँस्न थाल्छ। मालती खुसीले ताली बजाउँछ। विशाल र विक्की एकअर्कामा अँगालो हाल्छन्। दुर्गा आमा भन्छन्, अब सकियो, अब हाम्रो बाटोमा कोही आउने छैन। श्रुति आकाशतिर हेर्दै कराउँछ, राम यदि तिम्रो आत्मा अझै छ भने सुन, श्रुतिसँग टक्कर लिनेको हालत यही हुन्छ भनेर ऊ चिच्याइरहेका छन्। तर दर्शकबिनहरू, उनीहरूलाई कहाँ थाहा थियो र उनीहरूले खोलामा फ्यालेको व्यक्ति राम नै थिएन हो। राम धेरै अगाडि नै उनीहरूको षड्यन्त्र थाहा पाइसकेका थिए। अस्पतालमा सुत्रेको जस्तो देखिने त्यो मान्छे राम होइन, अर्को व्यक्ति थियो। त्यही समयमा लुकी एउटा मान्छे सबै कुरा हेरिरहेको छ। उसको आँखामा आँसु छैन, त्यहाँ केवल आगो छ। उसको हात कसिएको छ। दर्शकबिनहरू, राम जीवितै छ। दर्शकबिनहरू, राम जीवितै छ र ऊ लुकी श्रुति, दुर्गा आमा र मालती काकीको हरेक चाल हेरिरहेका छन्। राम बिस्तारै मुस्कुराउँछन् र भन्छन्, मलाई मार्यौ भनेर तिमीहरू निकै खुसी छौ नि हो, तर खेल त अब सुरु भएको छ। तिमीहरूले मेरो मृत्युको उत्सव मनायो, अब म तिमीहरूको बर्बादीको उत्सव मनाउनेछु। उता श्रुति, मालती र दुर्गा आमा अझै खुसी मनाइरहेका छन्। उनीहरूलाई लागिरहेको छ अब सबै खतरा सकियो, तर उनीहरूलाई थाहा नै थिएन। जसलाई उनीहरूले समाप्त भएको ठाने त्यही राम अब उनीहरूको जीवनको सबैभन्दा ठुलो आँधी बेरी फर्काउनेछ, आँधी बेरी लिएर आउनेछन्।
दर्शकबिनहरू रामको दिमागमा अहिले यस्तो योजना चलिरहेको छ जसले श्रुति, मालती, विशाल, विक्की र दुर्गा आमाको जीवन एकैचोटि तहस नहस पार्न सक्छ। अब के राम बदला लिने नै छ त? के श्रुति आफ्नो जालमै फस्ने छ? जब श्रुतिले रामलाई आफ्नै अगाडि जीवितै देख्छे त्यस बेला उसको हालत कस्तो हुनेछ? अर्को कुरा, रामलाई अस्पताल ल्याएको केटी र रमेश, मुना र कमलालाई रामको श्रीमती भनिन्छ। यो भन्दै गर्दा कथा झन् रहस्यमय बन्दै गएको छ। को हो त त्यो केटी? दर्शकबिनहरू अब आउने भाग झन् खतरनाक, झन् रहस्यमय र झन् ठुलो विस्फोट हुनेवाला छन्। तपाईँहरू साँच्चीकै अब रामले तिनैजनामाथि सबैलाई खोरमा हालेको र सबैसँग बदला लिएको हेर्न चाहनुहुन्छ भने कृपया भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू गत एपिसोड हेर्दै गर्दा हामी निकै खुसी छौँ किनकि राम अझै जीवितै छ, मरेको छैन। अब रामले जसरी भए पनि मालती काकी, श्रुति र दुर्गा आमासँग बदला लिनुपर्छ, उनीहरूलाई मृत्युको सजाय दिनुपर्छ भन्ने चाहनुहुन्छ भने कृपया भिडियोलाई कमेन्ट र लाइक गरिदिनु होला। गत एपिसोडमा हामीले हेरेका थियौँ कि उता दिपाको श्रीमान राम हस्पिटल भएकोमा डाक्टर छ। उसले आफूलाई लगाएको गुण रामलाई निकै ठुलो हो र जसरी पनि रामलाई हामीले बचाउनु पर्छ भनेर ऊ सम्पूर्ण डाक्टर नर्सहरूलाई भनिरहेका छन् र ऊ दिन रात खटिरहेका छन् र रामलाई बचाउनु पर्छ भन्ने उसको मान्यता छ। बिनाहरू रामलाई निकै ठुलो चोट लागिसकेपछि उसलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ र नर्सले शल्यक्रिया गर्नको लागि कोही एउटा व्यक्ति चाहिन्छ भनेर ऊ बाहिर जाँदै गर्दा त्यहाँ राम र एउटा त्यो अपरिचित व्यक्ति, त्यो अपरिचित केटी हुन्छ र त्यो अपरिचित केटीलाई सोध्दै गर्दा रामको तपाईँ को हो भनेर सोध्दै गर्दा म उसको श्रीमती हो र ऊ त्यहाँ एउटा रिपोर्ट पेपरमा साइन गरेको देखिन्छ। त्यहाँ रमेश निकै छक्क पर्छ किनकि उसलाई थाहा छ रामको श्रीमती भनेको मुना र कमला हो र त्यो दोस्रो व्यक्तिले, त्यो अपरिचित केटीले म उसको श्रीमती हुँदै गर्दाखेरि रमेशले उसलाई सोध्छ तपाईँ कसरी उसको श्रीमती भन्दै गर्दाखेरि हो म उसको श्रीमती नै हो भनेर भनेको देखिन्छ। रमेशले रामका बुवालाई फोन गरेको देखिन्छ। राम अहिले हस्पिटलमा छ, ऊ अन्तिम सास लिइरहेको छ। बुवा अब जसरी भए पनि तपाईँहरू आउनु पर्यो र हाम्रो भाउजूहरूलाई पनि भनिदिनु पर्यो भनेर भन्दै गर्दाखेरि त्यहाँ श्रुतिले पनि सबै कुरा सुनेको देखिन्छ। त्यसपछि श्रुति कुद्दै हतारिँदै त्यहाँ दुर्गा आमाको घरमा गएको देखिन्छ। त्यसपछि श्रुतिले चाहिँ राम अझै जीवितै छ, यदि साँच्चीकै राम जीवितै भएर घर फर्कियो भने हामी यो संसारमा बस्न सक्दैनौँ, हामी सदाको लागि मर्नुपर्छ, त्यसैले जसरी भए पनि रामलाई मार्नुपर्छ भन्दै गर्दा त्यहाँ मुना आइरहेको देख्दै गर्दा त्यहाँ श्रुतिले दुर्गा आमासँग बात विवाद गरेको देखिन्छ, त्यहाँ झगडा गरेको देखिन्छ, त्यहाँ लडाइँ गरेको देखिन्छ ताकि भोलिको दिनमा मुनालाई चाहिँ श्रुति सदाको लागि रामको पक्षमा हो भनेर ऊ चाहिरहेको हुन्छ। र त्यतिखेर मुनाले चाहिँ राम अझै पनि जीवितै छ, हस्पिटलमा छ भनेर थाहा पाइसकेपछि ऊ रुँदै कमलाको घरतिर जानको लागि आँटिरहेको देखिन्छ। त्यसपछि दर्शकबिनहरू मुना कुद्दै कमलाको घरमा गएको देखिन्छ र कमलालाई सम्पूर्ण कुराहरू सुनाउँछन् कि राम अहिले पनि काठमाडौँको हस्पिटलमा जीवितै छ। तपाईँ हामीले गर्दाखेरि रामको अवस्था यस्तो भएको छ, अब जसरी भए पनि हामीले रामलाई बचाउनै पर्छ, रामलाई यो हालतमा पुर्याउने तपाईँ हामी पापी हो र जसरी भए पनि हामीले रामलाई घर फर्काउनै पर्छ भनेर उनीहरू पनि काठमाडौँ जानको लागि सल्लाह गरेको देखिन्छ। अर्कोतर्फ विशाल र विक्की राम मरेको भनेर जसन मनाइरहेका हुन्छन्, तिनीहरू बियर खाइरहेका हुन्छन्, पार्टी गरिरहेका हुन्छन्। त्यतिकैमा दुर्गा आमाले उनलाई फोन गरेको देखिन्छ र दुर्गा आमाले तिमीहरूले के गरेको तिमीहरूले रामलाई मार्नु पर्दैन, राम अझै जीवितै छ, काठमाडौँमा छ भनेर फोन गर्दै गर्दाखेरि त्यहाँ विक्की र विशाल पनि अचम्मित हुन्छ र उनीहरूले अब हामीले कुनै पनि हालतमा रामलाई नछोड्ने, यदि राम बाँच्यो भने हामीले सम्पूर्ण जुन वास्तविकता कुरा भनिसकेका छौँ त्यो वास्तविकता कुरा थाहा पाइसकेको छ रामले, त्यसैले गर्दाखेरि अब हामीले रामलाई जसरी पनि मार्नै पर्छ भनेर विक्की र विशाल अब अस्पतालतिर गइरहेको देखिन्छ। त्यसपछि विक्की र विशाल जहाँ रामलाई हस्पिटलमा राखेको हुन्छ त्यो हस्पिटलमा आएर देख्दै गर्दाखेरि त्यहाँ
रमेश रामको पहिरा गरिरहेको हुन्छ, रमेश रामलाई कुरिरहेको हुन्छ। त्यसपछि अब हामीले रामलाई अहिले मार्न सजिलो छैन। अहिले हामीले मार्यो भने यदि साँच्चीकै रमेशले हामीलाई हेऱ्यो भने नराम्रो हुन्छ। यदि हामीले यसलाई मार्नु छ भने हामीले अर्कै पहिरा लाएर अर्कै भेषमा आएर रामलाई मार्नुपर्छ भनेर बिक्की र विशाल त्यहाँबाट गएको देखिन्छ। उता श्रुति भने कमला र मुना काठमाडौँ गइसकेको थाहा पाएपछि श्रुति कुद्दै कुद्दै दुर्गा आमाको घरमा आएको देखिन्छ र उसले भनिरहेका छन् कि रामको जिन्दगीमा पहिरो ल्याउने म नै हुँ, सम्पूर्ण घटनाको मुख्य योजनाकार मै हुँ। अब रामले यो सबै कुरा थाहा पाइसकेका छन्। यदि सबै कुरा थाहा पाएर राम घर फर्कियो भने तपाईँ हामी कोही बाँच्दैनौँ, तपाईँ हामी सदाको लागि अन्त्य हुन्छ भनेर अब जसरी भए पनि 24 घन्टामा भए पनि रामलाई यहाँ झिकाउनु पर्यो। किनकि मुना कमला त्यहाँ गइसकेको छ। रामको मुख्य आस भनेको कमला हो। कमलाको आवाजले नै राम बाँच्न सक्छ। त्यसैले गर्दा उसलाई मार्नको लागि मेरै अगाडि ल्याउनु पर्छ भनेर दुर्गा आमालाई भनेको देखिन्छ। उता मुना र कमला भने रामलाई आइसियुमा राखेको कोठामा जान्छ र यो सबै देखेर त्यहाँ मुना र कमला एकदमै निराश भएको देखिन्छ। यो सबै घटना, यो सम्पूर्ण कुराको जिम्मेवारी हामी हो, हामीले गर्दा तिम्रो हालत यस्तो भएको राम, अब हामी तिनैजना मिल्नुपर्छ भनेर भन्दै गर्दा त्यहाँ नर्स आइपुग्छ र नर्सले चाहिँ रामको अवस्था यस्तो कमजोर भएकाले तपाईँहरूले उहाँलाई छोडिदिनुहोस्, तपाईँहरू बाहिर जानुहोस् भनेर भन्दै गर्दाखेरि उनीहरू बाहिर आएको देखिन्छ। यसको केही समय पछाडि त्यहाँ नर्सले एउटा रिपोर्ट लिएर आउँछ र रिपोर्टले डाक्टरलाई दिनुहोस् भनेर भन्दै गर्दा त्यहाँ अपरिचित केटीले त्यो रिपोर्ट लिएर गएको देखिन्छ र त्यसपछि त्यहाँ मुना र कमला आश्चर्यचकित हुन्छ र कमलाले ती अपरिचित व्यक्तिलाई, अपरिचित केटीलाई सोध्छ, तपाईँ को हो भनेर भन्दै गर्दा म रामको श्रीमती हुँ भनेर उत्तर दिएको देखिन्छ। त्यसपछि मुनाले तपाईँले किन नचाहिने कुरा गरेको भनेर भन्दै गर्दा हो म रामकै श्रीमती हो, रामकोलाई बचाउने मै हो, रामलाई यति ठुलो दुर्घटना बचाउने मै हो, मेरो सिग्नेचर, मेरो हस्ताक्षरको कारणले गर्दा आज राम जीवितै छ भनेर भन्दै गर्दा ओ श्रीमती त हामी दुईजना हो भनेर मुनाले भन्दै गर्दा श्रीमती हुँदैमा, सिन्दुर लाउँदैमा, पोतो लाउँदैमा श्रीमती हुँदैन। श्रीमती हुनको लागि एउटा कर्तव्य निभाउनुपर्छ, श्रीमतीको जिम्मेवारी निभाउनुपर्छ। तर तपाईँमा त्यो कुनै पनि गुण भएको देखिँदैन। त्यसले गर्दा तपाईँहरूलाई श्रीमती बनाउनलाई लाज लाग्दैन, त्यसैले गर्दा तपाईँहरू उहाँको श्रीमती हुनै सक्दैन भनेपछि र सो अपरिचित केटी त्यहाँबाट गएको देखिन्छ। त्यसपछि त्यहाँ मुना, कमला र रमेश आश्चर्यचकित बनेका देखिन्छ र मुनाले सोधिएका देखिन्छ कि त्यहाँ के भइरहेको छ रमेश भन्दै गर्दाखेरि रमेशले पनि म आफै अचम्मित छु। एकतर्फ रामलाई मार्नको लागि ठुलै हात रहेको छ भने रमेश रामलाई बचाउनको लागि पनि त्यहाँ ठुलै हात रहेको छ भनेर रमेशले भनेको देखिन्छ। त्यसपछि उता रामको मुटुभित्र, रामको मनभित्र त्यहाँ बिक्की र विशालले जुन कुराहरू भनिरहेका थिए, जुन उसको परिवारलाई खतम पार्नका लागि भनेका कुराहरू थिए, जुन उसका षड्यन्त्रहरू रचेका कुराहरू थिए, जुन उसको बहिनीमाथि, उसको दिदीमाथि भएको घटनाहरूको कुराहरू सम्झिरहेको हुन्छ र राम त्यहाँ अचानक होसमा आएको देखिन्छ। त्यसपछि त्यहाँ त डाक्टर आफै अचम्मित हुन्छन्। यति ठुलो घाउ भएको, यति ठुलो चोट लागेको व्यक्ति अचानक होसमा कसरी आयो? राम तिमी त निकै जोखिममा छौ, निकै जोखिम पूर्ण अवस्थामा छौ भनेर भन्दै गर्दा रामले मलाई शरीरमा लागेको चोट भन्दा मनभित्र लागेको चोटहरू निकै ठुलो छ। मैले जुन शरीरका चोटहरू सहन सक्छु तर मनभित्र लागेका ठुल्ठुला चोटहरू म सहन सक्दिनँ भनेर उसले भनेको देखिन्छ। अब हामीले कुनै पनि हालतमा ती मुजरिमहरूलाई, ती अपराधीहरूलाई छोड्नु हुँदैन। उनीहरूले एउटा नयाँ षड्यन्त्र बनाउँछन्, रामले र त्यो डाक्टर साहबले नयाँ योजना बनाउँछन् भने बिक्की र विशाल डाक्टरको पहिरनमा रामलाई राखेको आइसियुको कोठाभित्र छिर्छन् र आइसियुको कोठाभित्र छिरिसकेपछि उसलाई लिएर गएको देखिन्छ। एउटा स्ट्रेमा उसलाई लगिरहेको देखिन्छ। त्यहाँ मुना, कमला र रमेशले सोध्दै गर्दा रामलाई कहाँ लिएर गएको भनेर सोध्दै गर्दाखेरि हामी उसलाई शल्यक्रिया गर्नुपर्छ, हामी उसलाई अपरेसन गर्नको लागि लगिरहेको भनेको देखिन्छ।
त्यसपछि बिक्की र विशालले सिधै रामलाई एउटा नदीको किनारमा लगेको देखिन्छ, जहाँ सुनसान हुन्छ, जहाँ कोही हुँदैन, जहाँ त्यहाँ मान्छे आउने सम्भावना नै हुँदैन। तर त्यहाँ मालती काकी, श्रुति र दुर्गा आमा भने रामलाई पर्खिरहेको हुन्छ र रामलाई लिएर बिक्की र विशालले दुर्गा आमालाई सुम्पिदिन्छ। त्यसपछि दुर्गा आमाले पनि ल मैले भनेको सम्पूर्ण कुराहरू पुरा गरिदिए, अब श्रुति तिमीलाई जे गर्नु मन छ, जसो गर्नु मन छ तपाईँले त्यो गर्न सक्नुहुन्छ भनेर भन्दै गर्दा श्रुति रिसले आगो भएर बिक्की र विशालले जुन मान्छेलाई लिएर श्रुतिलाई थमाइदिएको छ, श्रुतिले त्यहाँ निकै खुट्टाले हानेको देखिन्छ, खुट्टाले कुटेको देखिन्छ। खुट्टाले लात्ती हान्दै गर्दा त्यहाँ मालती काकीले चाहिँ के गरेको श्रुति, अब ऊ त मरिसक्यो, बरु यसलाई हामीले खोलामा फ्यालिदिनु पर्छ भनेर त्यहाँ बिक्की र विशाललाई रामको त्यो व्यक्तिको खुट्टा समातेर त्यहाँ रामलाई नदीको बिचमा लगेर त्यहाँ डुबाइदिएको देखिन्छ, त्यहाँ फ्यालेको देखिन्छ र पानीको बहावले गर्दाखेरि त्यो व्यक्तिको लास नै अत्तो पत्तो लाग्दैन। त्यसपछि त्यहाँ पाँचैजना निकै खुसी हुँदै, निकै हर्षित हुँदै, निकै रमाइलो गर्दै उनीहरूले राम मरिसक्यो भनेर उनीहरू अब खुसीको साथ आइरहेको देखिन्छ र सो भागलाई त्यही अन्त्य गरेको छ। दर्शकबिनहरू यो घटना निकै रहस्यमय छ। राम अब कस्तो यो चाल चलेको होला, जुन व्यक्तिलाई खोलामा फ्यालेको त्यो साँच्चीकै राम हो त? श्रुति काकीको योजना सफल भएकै हो त? अर्कोतर्फ जुन अपरिचित केटीले म रामको श्रीमती हुँ भन्दै गर्दा अब त्यो घटना कसरी घटेको होला, त्यो अपरिचित व्यक्ति को होला, यी सम्पूर्ण कुराहरूको जानकारी हामी तपाईँलाई आगामी भिडियोमा दिने नै छौँ। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।